नमस्कार, म यदुनन्दन दाहाल। कवि नन्दकुमार बस्नेतज्यूको रचना म बन्न सक्छु अर्जुन, जुन पञ्चचामर छन्दमा छ। म यहाँ प्रयास गर्दैछु वाचन गर्ने। घनान्द मध्यरातमा प्रभो सुटुक्क आउनु, जिमी छ कष्टमा यहाँ प्रभो सबै हटाउनु। फुकी सुरम्य बाँसुरी भरी नवीन चेतना, प्रभो तिमी यता फिरे म बन्न सक्छु अर्जुन। प्रभो तिमी यता फिरे म बन्न सक्छु अर्जुन। बढेर आसुरी पना छ काटमा र माधरा, हुँदैछ हार सत्यको रुँदैछ कुञ्ज कन्दरा। भगाउनै छ दुर्दशा लडेर यी सबै रण, प्रभो तिमी यता फिरे म बन्न सक्छु अर्जुन। प्रभो तिमी यता फिरे म बन्न सक्छु अर्जुन। विमर्दमा विनाशमा मनुष्य छन् जताततै, न बढ्न सक्छु रोकिए म मार्गमा यतै कतै। अभावमा छ जिन्दगी हताशमा छ यो मन, प्रभो तिमी यता फिरे म बन्न सक्छु अर्जुन। प्रभो तिमी यता फिरे म बन्न सक्छु अर्जुन। न देख्छु यो बसन्तमा वसुन्धरा हराभरा, न उब्जनी छ अन्नको मनोहरा गरागरा। पुकार गर्छु कृष्णको र खोज गर्छु कारण, प्रभो तिमी यता फिरे म बन्न सक्छु अर्जुन। प्रभो तिमी यता फिरे म बन्न सक्छु अर्जुन। स्वदेशको आकाशमा मडारिँदैछ बादल, निराशको निनादमा बजाइँदैछ मादल। समाज मन्द भाँडियो हुँदा यहाँ प्रवञ्चन, प्रभो तिमी यता फिरे म बन्न सक्छु अर्जुन। प्रभो तिमी यता फिरे म बन्न सक्छु अर्जुन। उदास भाव देखियो मनुष्यका मुहारमा, म उभिँदैछु कष्टले नदीसका किनारमा। हुँदैछ हे प्रभो यहाँ अचम्म नाट्य मञ्चन, प्रभो तिमी यता फिरे म बन्न सक्छु अर्जुन। प्रभो तिमी यता फिरे म बन्न सक्छु अर्जुन। धन्यवाद।